गाइस, गुड आफ्टरनुन। के कस्तो सन्चै सुबिस्तै हो। आज चाहिँ म मसरुम्सको तरकारी बनाउँदै हो है गाइस। यसलाई यसरी छोडेर माथिबाट अलिक खिक्रेर के पुरा त्यसको माथिको हुन्छ त त्यो गइसकेपछि नि यसमा चाहिँ यसलाई चाहिँ पहिला बोइल गरेर अनि एउटा आलु हालेर बनाउँछु है गाइस। म यतिकै लागि त पुगिहाल्छ। मेरो घरमा कोही पनि खानु निनीहरूलाई ठिक लाग्दैन। हिजो बेलुका फुच्चीका ड्याडीले म खान्छु भनेर उहाँलाई थाहा छ त्यो, त्यही भएर चाहिँ हिजो बेलुका उहाँ गएको थिएँ। सबै यसरी नै तासिसकेँ। मैले चाहिँ मेरो मम्मीसित भिडियो कल कुरा गर्दै मैले काटेको थिएँ क्या गाइस। यो 2-4वटा मात्रै थिएँ, 2-3 मात्रै थिएँ। त्यसै लागि अहिले हजुरहरूको भयो कि नै चिया नास्ता? मेरो चाहिँ बक्कसी भएको गाइस, 11:30 बजे 12 बजे। अनि आज ढिलै भयो। आज वरलक्ष्मी व्रतम पनि थियो, पूजापाठ यताउता गर्दा गर्दै आज ढिलो पनि भयो क्या गाइस। अनि आज कता कता जाने पसपोर्ट लिने को बोलाउँछ। आज त बोलाउँछ नि त सबै पसपोर्टको लागि। अनि त्यही भएर चाहिँ आज जानुपर्छ गाइस। हेर्नु न कति कचरा निक्लेको यहाँबाट। यसको माथिको बोक्रा चाहिँ पुरा निकालिदिनु पर्छ क्या, नत्र ठिक लाग्दैन, कस्तो कस्तो लाग्छ, बासन छ त। त्यही भएर चाहिँ अब चाहिँ यसलाई राम्ररी धोएर के बोइल गर्छु यसलाई। हिजो बेलुका पुच्चीका ड्याडी चाहिँ जोडियोमा गएको थिएँ गाइस। हेर्नु के लिएर आए। नारायणको तेल 2टा, गुलाब जामुन। पर्सि बर्थडे हो त, बनाउनेको लागि सायद पुच्चीकी ठुली मम्मी चाहिँ घरैबाट ल्याउने सायद बनाएर, त्यही पनि यहाँले ल्याउनु भएको। यो चाहिँ अलट मुङफली। अनि यो चाहिँ मिक्स दाल। मैले जे खान्छु नि त्यति ल्याएर दिन्छन् क्या गाइस, उहाँले नखाए पनि। अनि मलाई चाहिँ ल्याएर दिन्छ, म खान्छु त मिठो दाल कहिलेकाहीँ बनाएर। अनि त्यही भएर चाहिँ ल्याइदिनु भएको। यो चाहिँ बाथरुममा लाउने के भन्छ त्यसलाई, साबुन पनि के लिएर आउँछन् कि के हो कि क्या। मुङको दाल छिल्कावा, गुड। नुहाउने साबुनको निम, पुदिना, निम, तुलसी। मेरो चाहिँ लाउने साबुन चाहिँ यो हो क्या गाइस, म्यासन स्यान्डल गोल्ड। आमा छोरी चाहिँ यही लाउँथ्यौँ पहिला। आजकल चाहिँ छोरीलाई चाहिँ अर्को डक्टरले लेखेर दिएको छ साबुन, त्यो लगाउँछु म चाहिँ छोरीलाई। म चाहिँ यही लगाउँछु साबुन। अनि यो चाहिँ मेरो लागि, यिनीहरूलाई चाहिँ अलग अलग के लिएर आउँछ नि त। यिनीहरूको लगाउने साबुन चाहिँ म लगाउन क्या, किनकि अलग अलग साबुन लगायो भने एलर्जी हुन्छ नि त, त्यही भएर चाहिँ म लगाउनु। यो चाहिँ काइयो। काइयो पनि किसमका काइयो लिएर आउनुहुन्छ नि त, किसमका। यो चाहिँ ठिक ऊ निकाल्ने के भन्छन्, ऊ पर्छ त, चुकुल पर्छ त, चुकुल निकाल्ने काइयो। यो चाहिँ ठुलो वालो। अब यो चाहिँ यो रन्न अहिले देखिन्छ, पछाडि देखिन्न। चकमके छोरी घरमै छ त, यहीँ देखिन्न। काइयो जति काइयो ल्याए पनि 1 दर्जन काइयो ल्याउनु भएको थियो यहाँले। 1 दर्जनबाट 2टा काइयो मात्र देखिहाल्छ क्या गाइस। एउटा काइयो घरमा देखिएन, खोइ कता कता लगेर फ्याँकिहाल्छ, राख्दैन। ओके गाइस, यो पनि बोइल हुन लाग्यो। अनि भात पनि पाक्न लागिसक्यो। छोरी चाहिँ सुतेकी छ, चाहिँ छिटो सुतिहाल्यो त मेरो छोरी। अनि भात पनि पाक्न थालिसक्यो। आज छोरीलाई चाहिँ खिचडी पकाएन क्या गाइस, यहीँमै यो भात नरम गरेर पकाउँछु। अनि दिउँसो दही नै त दुध हालेर
खुवाइदिन्छु है गाइस। आज मेरो छोरीलाई खिचडी पकाएन। आलु पनि यो आलु लग्छु नेपालको यो ब्राउन कलरको आलु हो यो। यसलाई चाहिँ तास्नु पर्यो अलिकति यहाँ पाक लागे जस्तो। हेर्नु न गाइस, बोइल गर्दाखेरि अलिकति मात्रै भयो कि गाइस। यसलाई चाहिँ अलिकति नुन र बेसार हालेर म चाहिँ पहिला यसलाई फ्राई गरेर साइडमा राख्छौँ है गाइस। लगभग फुटी पनि सक्यो है गाइस। तेलमा बेसारमा हालेर यसलाई फुटिसक्यो क्या, किन यसमा मसला राखेर पनि बनाउन सक्यो है गाइस। मसला चाहिँ काजु अनि प्याज र टमाटर अलिकति तेल हालेर त्यतिकै प्यानमा भुनेर ग्राइन्ड गरेर हाल्नु सक्यो गाइस मसला चाहिँ। अनि एउटामा दुईटा कपिटा बनाएर अनि त्यसलाई चाहिँ बोइल गरेर बनाउन सक्यो, किनकि मेरो घरमा कोही खान्न नि त। मैले त्यही भएर चाहिँ आफू एक्लोकै लागि भनेर मैले आलु हालेर बनाउँदैछु। त्यो मसलाको पनि बनाउने समय आएपछि नै म बनाएर देखाउँछु हजुरहरूलाई पनि, त्यो भिडियो पनि राख्छु है गाइस। यसलाई चाहिँ इङ्ग्लिसमा मसरुम्स, तेलुगुमा पुट्टगोडगालु, हाम्रो नेपाली भाषामा चाहिँ च्याउ भनिन्छ है गाइस। च्याउ हो। आज चाहिँ आलु र च्याउको तरकारी खाने कसलाई मनपर्छ आउनु होला। अनि त्यो बुट्टी पनि सक्यो। अब चाहिँ म प्याजलाई र आलुलाई पोल्छु है गाइस। प्याज र कडी पत्ता हाल्छु है। यतातिर किचनको सामुन्ने सिधै खिड्की छ के, म चाहिँ भिडियो खिड्कीमा राखेरै बनाउँछु। भिडियो पनि रिल्स भयो, त्यही भएर चाहिँ खिड्कीमा राखेर सजिलो छ त राख्नको लागि, स्ट्यान्ड छैन नि त। त्यही भएर चाहिँ खिड्कीमा राखेर म भिडियो रिल्स वगैरह बनाउँछु क्या गाइस। त्यही भएर चाहिँ धेरै जति किचनमै आउँदो छ भिडियो। अनि रिल्स पनि म त्यहीमै किचनमै यता खिड्कीमा राखेर चाहिँ बनाउँछु क्या गाइस। अब चाहिँ प्याज पनि लगभग 2% फुटिसक्यो। त्यसमा चाहिँ अदुवा लसुनको पेस्ट है। यो भिडियो चाहिँ स्किप नगरेर हेर्नु के गाइस, कसरी मसरुम के तरकारी बनाउने के हो। एक्लालाई पनि यतिको बनाउन सक्यो, एक्लालाई दुईलाई। अब परिवार भयो भनेपछि त एउटा टमाटर अनि 2-3वटा डल्ला प्याज अनि हालेर पनि बनाउन सक्यो, किनकि म यो एकदिकै लागि बनाउँदै हो त। त्यही भएर चाहिँ मैले टमाटर यसमा राख्दैन। आलु पनि मैले हाफ बोइल गरेको। आलु पनि मैले हाफ बोइल गरेको गाइस। यस्तो लामो उसिसक्यो। अनि फ्राई चाहिँ धेरै गर्नु पर्दैन। अब अलिकति बेसार हालौँ। त्यसपछि आलु हालौँ है गाइस, किनकि हामीले च्याउलाई पहिला नै भुटेर राखेको थियौँ त, साइडमा भुटेर लग्यौँ त। त्यही भएर चाहिँ अहिले आलुलाई पनि भुटौँ है। अदुवा लसुनको पेस्ट बेसार हालिसकेपछि नै आलु हालियो। अनि यसलाई पनि 2 मिनट राम्रोसित चलाएर अनि भुटिदिनु पर्यो। आलु हालेको 2 मिनटपछि यो त जिरा टिमुरको धनियाको धुलो खोर्सानी, हामी चाहिँ पिरो नि खान्छु, म पनि पिरो नै खान्छु। त्यही भएर चाहिँ 2टा चम्मच मैले ठुलो खोर्सानी राखेको। अनि यसलाई चाहिँ आगो स्लो गरेर है, स्वादअनुसार नुन, किनकि नुन चाहिँ पहिला मैले उहाँमा पनि लगेको थिएँ त च्याउमा। त्यही भएर चाहिँ यसमा हेरेर नि अलिकति नै हाल्छु है गाइस। मेरो छोरालाई बिहान मैले टमाटर राइस बनाइदिएको थिएँ टिफिनमा। अनि नास्तामा पनि मैले त्यही खाएको। नास्तामा पनि आज टमाटर राइस खाएको गाइस। के गर्ने अलिकति पानी राखौँ है, मसला चाहिँ ठेक लाग्यो। पानी अलिकति राख्यौँ। अनि त्यसपछि यो आलु पनि 50% पाकिसकेको थियो त। अब 10% पाक्यो भनेपछि नि भइहाल्छ तरकारी रेडी। यो चाहिँ च्याउ पनि अब यसमै हालिदिउँ है।
राखिदिउँ। च्याउ राखिसकेपछि नि 5 मिनटको लागि यसलाई छोपेर राखौँ है गाइस। यो नाम छ कि भित्र जान्छ 5 मिनटको लागि छोपौँ। 5 मिनट छोपिसके भनेपछि नि ढक्कन निकालौँ। ओके गाइस, आज मेरो आलु र च्याउको तरकारी पनि रेडी। आज दही साथ दही आलु र च्याउको तरकारी। ओके बाइ बाइ गाइस। यो भिडियोलाई चाहिँ स्किप नगरेर हेरिदिनु है। हजुरहरूले पनि एकै घरमा एउटै भयो भने चाहिँ एक्लाको लागि पनि कसरी तरकारी बनाउने अनि हुन्छ त। पाकिसक्यो। आज चाहिँ मेरो आलु र च्याउको तरकारी है गाइस। कसलाई मनपर्छ च्याउ लभर को हुनुहुन्छ कमेन्ट गर्नु है गाइस।